साथीहरु हामीले चाहिँ अराउन्ड N5 खान्जीहरु लेखेका छौं आज र यी खान्जीहरु हामीले पढ्दाखेरि चाहिँ कसरी याद गर्ने भन्ने कुराहरु इम्पोर्टेन्ट रहन्छ। त्यसै कारणले गर्दा हामी कसरी पढौं, अब मैले चाहिँ कसरी पढे, कसरी याद गरे भन्ने कुरा रहन्छ। र त्यसैगरी जाम अब हामी यो चाहिँ आतोको खान्जी है। आतो भनेको पछिको खान्जी है। साकी भनेको पहिलाको खान्जी, इखु भनेको जानुको खान्जी हैन। उमारेरु भनेको जर्मन अथवा जर्मनको खान्जी हो। हाइरु भनेको हाइरु खान्जी हो, खाको जानु, किकु सुन्नु हैन, कुरु आउनु, यासुमी दिदा, मिरु हेर्नु। र त्यसैगरी यो देनकी भयो, त्यसैगरी यो धेरैहरु खान्जीहरु छ हैन। यी खान्जीहरु चाहिँ अब बेसिकली तरिकाले चाहिँ पढ्नु पर्ने हुन्छ सबैले। अराउन्ड N5 खान्जी लिमिटेड भनौँ न टपले कति छ भन्दाखेरि 1 2 हैन, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 ए जापानीबाट भन्छु है त म। एचे नि सान अन गो रोकु नाना सि हाचे क्यों जिउ जिउ इची जिउ नि जिउ सान जिउ योन जिउ गो जिउ रोकु हैन। यसै गरी गुन्नु होला है त सबैले। ल हस्त धन्यवाद।